आजकलको बाबुहरू नि किन अन्टी लभर भए थाहा छ? थाहा छैन? ल म भनिदिन्छु। थाहा छैन नि? ल म भनिदिन्छु। किन भयो भने नि 15-16 वर्षको केटीहरूलाई सानो बहिनीहरू नरिसाओस् नि, बहिनीहरूलाई चाहिँ बाउखाले टप्काइहाल्छ। किन टप्काउँछ? बाउसँग छ नि त गाँड होइन, राम्रो सपिङ गर्दिन, चट्ट बुलेट पछाडि राखेर होइन, कारमा टक्क राखेर होइन, रिसोर्टतिर लगेर मिठो छोइला ओइला सारा खिलाउने अब हुन्छ नि त होइन। बाउले पुरा रिजाप हानिदिन्छ अनि छोराले अब लाइन त मार्दो हुने गाह्रो छ, कहाँ हेर्छ त अनि होइन। हेर्न त यसो क्षणिकको लागि तर टाइम दिँदैन। बाउलाई चाहिँ मस्ती टाइम दिन्छ नि त, त्यहाँदेखि बिचरा काम हुँदैन होइन। गर्लफ्रेन्ड बनाउँ भन्दाखेरि अब बाउखाले उडाइरहेको हुन्छ छोराहरू, अनि अन्टी लभर भयो कमेन्ट हान्यो, मस्करा दियो, जे पायो त्यो लेखिदियो होइन कमेन्टमा, कस्तो राम्रो यार अन्टी यार गर्यो बस। किनकि घाटा बाउबाट भएकाहरू हुन्। आजकलको बाबुहरू नि त्यही मायाले मलाई जहर दियो, जुन मायामा मेरो रहर थियो, त्यही मायाले मलाई जहर दियो। तडपी रोए कति, आँसुले मन धोए कति, खोइ त आँसुको मोल। तेरो बोली सुन्नु छैन नबोल, तेरो बोली सुन्नु छैन नबोल, तेरो बोली सुन्नु छैन नबोल, तेरो बोली सुन्नु छैन नबोल। हजुर भन्दै दिलमा बसिस, तिमी भनेर नाटक रचिस, बर्बाद पारिस जिउँदै मारिस, त भनेर छुरा धसी।